ल साथीहरु सर्वप्रथम हामीसँग रहेको छ बजाजको V15 मोडल्स 2016 को 150 सीसी को व्हाइट एन्ड रेड मोडलमा तपाई यो फोटो देख्न सक्नुहुन्छ र यो बाइकको फोटो भनेको यो एउटा मात्रै रहेको छ। यो फोन यसको फोटो चाहिँ यो किसिमको रहेको छ। यो बाइकको डिस्क्रिप्सनमा भन्नुहुन्छ भनेदेखि उहाँले यसरी लेख्नु भएको छ, लोकेसन चाहिँ दमक झापाको रहेको छ, यो मेची अञ्चलको रहेको छ भनेदेखि डेलिभरी नट एबल नेगोसिएबल यस भन्नुभएको छ है। एड्स पोस्टेड भनेको चाहिँ 16 दिन अगाडि यो एड चाहिँ पोस्ट गरेको रहेछ। यसको एक्सपायरी भनेको चाहिँ मार्च 21 तारिक रहेछ है। मार्चको 21 तारिक एक्सपायर रहने रहेछ भनेदेखि यसको स्पेसिफिकेसनमा चाहिँ यसरी लेख्नु छ, ट्रान्समिसन म्यानुअल भन्नुहुन्छ, टाइप्स स्ट्यान्डर्ड, फ्युल पेट्रोल, इन्जिन 150 सीसी, युज फर 8 इयर्स युज भइसकेको छ भन्नुभएको छ नि। माइलेज भनेको 50 to 55 माइलेज दिन्छ भने किलोमिटर रन चाहिँ 40,000 रन भइसकेको छ भन्नुभयो होला यो है। अञ्चल मेची छ, वारेन्टी नो वारेन्टी, मेकर 2016 चाहिँ 2017 को 16 को मोडल छ, कलर चाहिँ व्हाइट एन्ड रेडमा छ है। यदि यो बाइक खरिद गर्न चाहनुहुन्छ भनेदेखि यस बाइकको मूल्य भनेको तपाईको जम्मा 85,000 मात्रै रहनु भएको छ र उहाँले प्लस उहाँले के अरे नेगोसिएबल यस भन्नुभएको छ। यसो 85,000 मा तपाईको 2-4 हजार घटेर दिन सक्नुहुन्छ भन्ने मलाई लागेको छ। र यस बाइक तपाई खरिद गर्न चाहनुहुन्छ भने उहाँको फोन नम्बर रहेको छ 9842797863 रहेको छ है। 9842797863 भनेर रहेको छ। त्यस्तै गरी हामीसँग अर्को बाइक रहेछ डुक बाइकको फोटो चाहिँ यस प्रकारको छ। फोटोमा एकदमै बवाल छ, गाडी पनि एकदम बवाल छ है साथीहरु। यो बाइकको ब्याक साइड एरिया एकदम राम्रो छ है, अगाडिपट्टि पनि एकदम ठिक छ। यो डुक बाइकको डिस्क्रिप्सनमा चाहिँ यसरी लेख्नुभएको छ, लोकेसन चाहिँ तपाईको लेटाङ 1 भनेर भन्नुहुन्छ, मोरङ कोशी प्रदेश नेपाल भनेर चाहिँ डेलिभरी नट एभाइलेबल नेगोसिएबल यस भन्नुभएको छ। यो पोस्ट चाहिँ भनेको तपाईको 6 दिन भइसकेको छ यो पोस्ट गरेको चाहिँ, यो एड्स पोस्ट गरेको चाहिँ। तपाईँ यसको एक्सपायरी भनेको जनवरी फेब्रुअरी मार्च 31 तारिक चाहिँ यो विज्ञापनको चाहिँ एक्सपायर हुनेछ, अर्थात् यो विज्ञापन बन्द हुनेछ मार्च 31 तारिक चाहिँ। तपाईको स्पेसिफिकेसनमा चाहिँ यसरी लेख्नुहुन्छ, ट्रान्समिसन म्यानुअल, टाइप्स स्पोर्ट, फ्युल पेट्रोल, माइलेज भनेको 35 किलोमिटर दिन्छ भने चाहिँ प्रति लिटर। त्यस्तै किलोमिटर रन भनेको 35,000 गुडिसकेको छ भनेर लाउनु भएको छ भने अञ्चल चाहिँ मेची रहेको छ है। आज चाहिँ मैले प्रायः चाहिँ मेचीतिरको मात्रै ल्याएँ चाहिँ, पूर्व साइडको अन्य साइडको पनि ल्याउँला भरे भोलि। र लट नम्बर चाहिँ 9 लेख्नु भएको छ, मेकर चाहिँ 2017 भन्नुभएको छ, 2017 को मोडल रहेको छ भनेदेखि कलर ब्ल्याक ओरेन्जमा चाहिँ कलर चाहिँ। यदि तपाईँ यो बाइक खरिद गर्न चाहनुहुन्छ भनेदेखि यो बाइकको दाम रहेको छ है। यस बाइकको दाम भनेको तपाईको 1,90,000 भनेर लाउनु भएको छ भनेदेखि तपाईको यो उहाँले नेगोसिएबल भनेर लाउँछ। यसको मतलब यस नेगोसिएबल यस भनेर चाहिँ तपाईको 1,90,000 मा अब 2-4 हजार 4-5 हजार केही कम्ती गरेर उहाँले दिन सक्नुहुन्छ यदि तपाईँ खरिद गर्न चाहनुहुन्छ भनेदेखि। यदि उहाँसँग सम्पर्क गरेर खरिद गर्न चाहनुहुन्छ भनेदेखि उहाँको फोन नम्बर रहेको छ 9863017199 रहेको छ है। 9863017199 उहाँको नम्बर रहेको छ। र साथीहरु आजलाई यति नै, फेरि पनि अर्को भिडियोमा अन्य बाइकहरु ल्याउँला र अन्य ठाउँको पनि म सेकेन्ड ह्यान्ड बाइकहरु खोजेर ल्याउने प्रयास गर्नेछु। र यदि तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ र कुन ठाउँको तपाईँ सेकेन्ड ह्यान्ड बाइक तपाईँ चाहनुहुन्छ त्यो ठाउँको पनि नाम लेख्नु होला। यदि तपाईँ यस च्यानलमा पहिलोपल्ट हेर्दै हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै थ्याङ्क्स फर वाचिङ। बाई बाई।